2 मिनेट हुँदैछ उयो म यहाँ तलबाट हिँडेको सास तपाईहरुले पनि विचार गरिसक्नु होला कति। हेलो गाइस, म त ढले भुइँमा हैन 4.5 घण्टाको लगातार त नभनौँ रेस्ट गर्दै गर्दै उकालो चढे। अब धेर छैन, 20 मिनेट मात्र छ पुग्न फेरि, तर म ढलिसके। फाइनली माताको दर्शन गर्न आइपुगेको छ। हेलो दर्शन, नमस्ते। नमस्ते। र आज चाहिँ मेरो साथमा छ सुभाष खरेल, त्यस पछाडि समीर खत्री अनि कमल शिवकोटी। आज हामी चाहिँ जाँदैछौँ ठुलो पाथी भाडा ताप्लेजुङ र अहिले चाहिँ हामी बुधबारे पुगिसकेको छौँ। करिब बिहानको 4:30 बजिरहेको छ अहिले र हामी चिसोको मौसममा निरन्तर अगाडि बढी नै रहेका छौँ र अहिले चाहिँ हामी इलामको बोर्डरमा आइपुगेका छौँ। झापा र इलामको बोर्डरमा। अब हामी इलामतिर लागिसकेका छौँ र हामी निरन्तर अगाडि बढ्ने नै छौँ। हाम्रो समीर भाइको चाहिँ पेट्रोल सकेको अवस्था, त्यही हो र अब पेट्रोल हाल्ने हुँदैछ। फुल हाल केटा।
म चाहिँ चिसोले यस्तो लुक्समा छु पुरै। हामी अहिले चाहिँ इलामदेखि कटेर के अरे फिक्कल बजारदेखि कटेर चाहिँ आइतबारे पनि कट्यो, त्यस पछाडि गोरख भन्ने ठाउँ पनि कट्यो र एउटा त्यस पछाडि नारायण चोक भन्ने पनि ठाउँ कटेर चाहिँ यता अलिकति हाइवेदेखि भित्र चाहिँ यसो पिसिस अनि हल्का धुम्रपान पनि हानिदिउँ न त भनेर चाहिँ हामी अहिले यहाँ उभिरहेको छौँ। ठाउँ चाहिँ हाम्रो यस्तो छ अहिलेको, यहाँ बसिरहेको छौँ। हाम्रो कमल भाइ पनि यहाँ छ, समीर भाइ कता हो? समीर भाइ पनि यता छ। लगाइस अब हामी सुवास खरेल हामी अब यहाँबाट चाहिँ हामी लाग्छौँ। हामी फेरि हाइवे जाइन्छ। अब हाम्रो इलाममा गएर चाहिँ यसो खाजा खाने हामीले प्लान गरेको छौँ होइन। र त गाइस अब हामी लाग्छौँ। यस्तै छ अवस्था, माई खोला कट्यो अहिले होइन। अब चिसो छ त्यही भएर नाकमुख चाहिँ ढाक्नु पर्यो, पानी चुइन थालिसक्यो नाकबाट। ल अहिले चाहिँ ठ्याक्कै हामी प्रख्यात खोला माईले बास गर्नुभएको ठाउँ अहिले हामी ठ्याक्कै माई खोला कटिसकेका छौँ। र हाम्रो यात्राको ठुलो खोला र प्रख्यात खोला चाहिँ यही नै होला होइन सुभाष? अरू पनि आउँछ होइन। अब पहिलो खोला चाहिँ हामीले भर्खर तरिसकेका छौँ र अब हामी अगाडि बढ्दैछौँ। ठाउँमा चाहिँ अब पहिरोहरू गरेर चाहिँ यस्तो भएको छ होइन। त्यही गाइस बाटो अलिकति रफ एन्ड टफै छ, यात्रा कठिन छ, तर कठिनका साथ मजा पनि आउँछ। होइन होइन बजारतिर होइन, बजारमा जाने यता अहिले चाहिँ हामी इलाम बजारतिर जाँदैछौँ होइन। यसो बजार पनि भनेर अहिले चाहिँ हामी इलाम बजारमा आएर चाहिँ हल्का यसो पेटलाई पूजा गरौँ न, नास्ता गरौँ भनेर बसेको छ। कमल भाइ कस्तो भयो यहाँसम्मको यात्रा चाहिँ? गुडैमा जाडो छ र सुभाषलाई राइडरलाई जाडो छैन? समीर भाइ के भनिदिनु पर्यो, इलाममा कति साह्रो चिसो छ छैन? चिसो छ, झापाभन्दा चिसो हो। ल अब हामी केही नास्ता गरौँ न त। ल के खाने? पुरी छ अरे तातो त्यही पुरी नै खाने हो त के? ल हामी चाहिँ अब पुरी खाने भयो, हामी तातो पुरी। अनि पुरी खाएर फेरि हाम्रो यात्रा अघि बढी नै रहन्छ निरन्तर। इलाम बजारको खाजा खाइसके पछाडि हामी निकै माथि पुगे पछाडि चाहिँ एउटा हिमाल देख्यो र यो हिमाल चाहिँ कुन हो गाइसहरूलाई थाहा छ भने कमेन्ट गर्नु होला। कति राम्रो दृश्य। फाइनली हामी अहिले चाहिँ फिदिम बजारमा आइपुगेका छौँ। करिब दिउँसोको 12-20 भएको छ। हामी चाहिँ अहिले यहाँ पाथिभारा जाँदै गर्दा चाहिँ हेवा खोलामा ओर्लिएर चाहिँ हामी खाना एकदम भेज अर्ग्यानिक खाना
र अब खाना खाएर एकछिन रेस्ट गरेर हामी अगाडि निरन्तर नै बढ्नेछौँ। फाइनली हामी ताप्लेजुङ बजारमा पुगिसकेको छ। ताप्लेजुङको फुङलिङ बजार। आजको रात चाहिँ हाम्रो ताप्लेजुङमै बास बस्ने हामीले निर्णय लियो, किनकि एकदम हामी गलेको पनि थियौँ र हामी ताप्लेजुङमा नमस्ते होटल भन्ने होटलमा चाहिँ आज हामी यिनीहरू बस्ने भएको छौँ। र हाम्रो दुईजना भाइहरू चाहिँ खै के लिनको लागि तल गएको छन्। अहिले चाहिँ हाम्रो सुभाष खरेल र म छौँ, अब रेस्ट गर्दैछौँ होइन। अब भोलि बिहान मात्रै हाम्रो पाथिपाराको यात्रा हुनेछ। हेलो गुड मर्निङ। आज चाहिँ हाम्रो सेकेन्ड डे। अहिले चाहिँ हामी कहाँ छौँ अरे, कुन ठाउँ अरे? सानो फेदीमा आइसकेको छौँ र यहाँबाट चाहिँ अब यही ठाडो कालो चाहिँ हामी लाग्नेछौँ। समीर भाइ आइज ल, जाउँ। चिसो रहेछ एकदम होइन। आउनु, हल्का चिसो त खानु पनि पर्छ। ल त हामी अब अगाडि बढ्नेछौँ। सुभाष खरेल चाहिँ अलिकति बिरामी अवस्था छ, उसको पेट दुखिरहेको छ। ल त यो बोक झोल के भएको अरे सुभाष? छाती घोचिरहेको छ उसको चाहिँ। र पनि उसले हार चाहिँ मानेको छैन फेरि जाने। अझै यो ठाउँ पुगेर पनि तिम्बुङ पोखरी जाने भन्ने कुरो चाहिँ छ। अब आजको हिँडाइले थाहा हुन्छ। मलाई यो सिँढी देख्दाखेरि नै सास बढ्न थालिसक्यो। नहिँडिकन अलरेडी सास स्यास्या हुन थालिसक्यो। ल गाइस, हिँड्दै अब बोल्न सकिँदैन। कहाँसम्म अहिले हामी पुग्छौँ अनि फेरि हाम्रो क्यामेरा अन हुनेछ है त। हिँडेको लगभग 2 मिनट हुँदैछ। उयो तलबाट हिँडेको सास तपाईँहरूले पनि विचार गरिसक्नु होला कति सिँढी हिँड्दाखेरि के एकदम बढेको छ। के को उति मासतिर यहाँ चाहिँ हाम्रो सुभाषलाई चाहिँ गाह्रो परेको छ आज। अब देवी पाथिभरा माताको दर्शनले तेरो दुख्नुहरू सबै जाती हुन्छ। र पनि अब जाती नै भइहाल्यो नि आशा भन्छ। तिम्बुङ पोखरी चाहिँ क्यान्सल गर्नुपर्ने अवस्था देख्दैछु मैले। यहाँ सुन न, होइन सास मेरो पनि बवाल पढो। 6 घन्टा ननस्टप हिँड्नु पर्ने हुन्छ। अब अरूभन्दा पनि सुभाष खरेललाई साह्रो पर्यो नि त। उसलाई यहाँ गाह्रो परेछ, उसको छाती घोचेको छ। हो कि सुभाष? ल गाइस, गफ बिचमा हल्का फुल्का गर्दै जानेछौँ। सिँढी चाहिँ यस्तो छ, त्यही भएर अनि 4-5 घन्टा जाँदा त एकदम गाह्रो बनाउँछ। यहाँ चाहिँ समीर उभिरहेछ। हाम्रो एउटा स्टिल बडी छ, ऊ माथि पुगिसकेको छ अलरेडी। पाहाडको सिनहरू हल्का हुस्से लागेको छ, जस रमाइलो देखेको छ। मेरो साथीलाई चाहिँ अलिक गाह्रो अवस्था। यसलाई मुदिर सुरा भन्न थालिसक्यो। ल आयो ल, छिटो आउनु है, छिटो आउनु। हामी चाहिँ यहाँ एक ठाउँमा चौतारामा आएर बसेको। निकै माथि आयो। कति बज्यो टाइम हेर त। टाइम कति बज्यो? आधी घन्टा त भइसक्यो होला है हिँडेको। 4:50 हिँड्न सुरु भएको हाम्रो। 6:30 भनेपछि 40 मिनट भएछ लगभग हामी हिँडेको। अहिले 40 मिनटमा चाहिँ अलिकति माथि आएर हामीले थकाइ मार्दैछौँ। अनि सुभाषको पेट दुख्न चाहिँ कस्तो भइरहेछ? दुखिरहेछ। र पनि तिमी हिँडिरहेछौ। लगाइस, अब थकाइसकै मारिसक्यो। अब फेरि हामी उकालो लाग्नेछौँ। उकालो चाहिँ अब यही नै हो, देखिसक्नु भएको छ। योभन्दा पनि अझै माथि कठिन दाइक्ने छ उकालो होइन। अब हामी अगाडि बढ्छौँ है त।
1.5 घन्टाको यात्रा गरिसके पछाडि सानो फेरीदेखि ठुलो फेरीसम्म आउनको लागि हामीहरूलाई 1.5 घन्टा लाग्यो। के भन्छ 1.5 घन्टाभित्रमा कति गाह्रो पर्यो साह्रो पर्यो के भन्नु चाहन्छ? ठिकै हो, आनन्द हल्का बिरामी भएकोले गर्दा साह्रो पर्यो कि त यो त नरोकिकन आउने ठाउँ भने गाइजहरूलाई रमाइलो भयो कि गाह्रो भयो? रमाइलो लागिरहेको छ। अब धेरै छैन, 3 किलोमिटर मात्र रहेछ, तर 3 घन्टा लाग्ने अवस्था देखेको छु किनकि एकदमै ठाडो उकालो छ। यति भन्दै अब हामी फेरि अगाडि बढ्छौँ। यहाँदेखि चाहिँ हामीलाई लगभग धेरै छैन, 3 किलोमिटर मात्र अरे, तर 3 किलोमिटर हामीलाई पनि 3 घन्टै लाग्छ भने गाह्रो छ। हेलो गाइस, म त ढले भुइँमा होइन 4.5 घन्टाको लगातार त नभनौँ, रेस्ट गर्दै गर्दै उकालो चढेँ। अब धेरै छैन, 20 मिनट मात्र छ पुग्न फेरि, तर म ढलिसकेँ। तर म अब जुरुक्क उठ्छु, 11 नम्बर गियर चलिहाल्छ मेरो। अब जाने गाह्रो छ, यस्तै छ। केटाहरू हिँडिरहेछन्, म रेस्ट गरिरहेको छु होइन। जस पाथी भएर माताले अलिअलि तानिरहनु भएको छ मलाई, लट्ठी टेकेर भए पनि म हिँड्दैछु। गाह्रो हुने रहेछ नि ननस्टप उकालो हिँड्दाखेरि त, उकालोको उकालो ठाडो उकालो फेरि। ल म अगाडि बढेँ, त केटाहरू माथि पुगिसक्यो। फाइनली 5 घन्टाको ठाडो उकालो पछाडि हामी यहाँसम्म आउन सफल भयो। अब 2 मिनट छ, घन्टी बनाउँदै जानुपर्ने अवस्था हुन्छ यहाँनिर। फाइनली 5 घन्टाको लामो यात्रा पछाडि हामी ठुलो पाथिभारा माताको दर्शन गर्न आइपुगेका छौँ। अब हामी त्यहाँ जाँदैछौँ मन्दिरसम्म चाहिँ। पहिले चाहिँ यहाँ कुन माता गणेश भगवान्लाई पहिले चाहिँ हामी पूजा गरेर, त्यसबाट यहाँ नागलाई पूजा गरेर अनि हामी देवी पाथिभारा मातालाई हामीले गर्नेछौँ। फाइनली हामी आइसक्यौँ पाथिभारा माताको दर्शन गर्नको लागि। यताबाट छिर्ने बाटो चाहिँ सब जुत्ता लाएर गएको छ नि, लाएर जाँदा हुने रहेछ, लाएर जाउँ न त। त्यो बोका समेत जय। फाइनली हामी ठुलो पाथिभारा मातालाई दर्शन गर्नको लागि आइपुगेका छौँ। पाथिभारा माता हजुरलाईबाट कोटी मेरो फाइनली हामी आइपुगेका छ। समीर भाइलाई एकैचोटिमा आयो फेरि एकै सर्टमा। ल जय पाथिभारामा। समीर भाइले फुटाए, मैले चाहिँ अघि तलै फुटाएको थिएँ। अब हामी माताको दर्शन गर्न जान्छौँ। अब भ्लग मात्रै होइन, अब हामी पूजा पनि गर्नतर्फ लाग्छौँ। खोइ कमल अलिकति कमल भ्लग मात्र ज्यादा भयो। अब हामी माताको दर्शन गर्छौँ। आजको लागि भ्लग यति नै।